रियाक्सन के कस्तो छ एकदम बल छ दुईजना भने जाने होइन त आठ त हेलो गाइज गुड मर्निङ आज चाहिँ हाम्रो पोखरा टु लमजुङ घले गाउँ जाने तर्फ होइन अब हेरौँ के को हुन्छ साथीहरू टन्नै जाने भनेको लास्टमा कोही पनि निस्किएन अहिले हेरौँ को हुन्छ दमौलीबाट नि जान्छु त भनेको कि आज जान्छु जानु पनि ठिक छैन तर हामी दुईजना भए पनि जाने हो भनेर कसिरहेको छु हेरौँ तर जान त जाने नै हो क्या सबै रेडी भइसक्यो साथी पनि रेडी भइसक्यो होइन अब लगभग अब हामी यहाँबाट हिँडिन्छु ल हामी चाहिँ अब सबै रेडी भइसक्यो होइन दुईजना चाहिँ ल भन्नु ल आजको रियाक्सन के कस्तो छ एकदम बल छ दुईजना भने जाने होइन त आठ दसजना थियो होइन साथीहरू चाहिँ आठ दसजना निस्किँदै जाने बेला चाहिँ लास्टमा जाने बेला चाहिँ कोही नै निस्किएन क्या लास्टमा दुईजना मात्रै भयो तर केही छैन हामी दुईजना भयो भने जान्छ रमाइलो गरिदिन्छ होइन ओए बबाल देखेछ त के त यहाँ हाम्रो त्यो म हल्का अलिअलि पर्ल माथि नि त के टच भएको पछाडिको फिल अनि त्यो सबै बनाइसक्यो होइन बनाएर अब हाम्रो फाइनली यात्रा सुरु भइसक्यो पिटिचोकबाट होइन यस अहिले चुनावको माहौल जताततै अहिलेसम्म यहाँको पुल बनाएन यार अरूतिर लगभग उतातिर त पुरै लगभग भ्याइसक्यो भनौँ न यता पोखरा साइडमा चाहिँ के हो क्या लास्ट ढिलो भइरहेको क्या काम त्यो दिन त घामै लाखेन त यार बादल आयो यार पानी आउला जस्तो टाइपको हिजोबाट देखियो क्या अस्ति नै त्यस्तै भएर अनि 2-3 दिनमा पानी पऱ्यो होइन अनि अब त्यसपछि त्यहाँबाट अलिकति गर्मी बढ्यो अब अझै एक लड पानी पऱ्यो भने गर्मी हत्तै बढ्छ सब क्लियर हुन्छ आमा यार खतरा तपाईँले साथीलाई निस्केर बस भनेको अहिलेसम्म निस्केकै रहेनछ पुरै ल फाइनली अब यहाँबाट दमौलीबाट नि हामी हिँड्यो होइन के थोरै काम थियो त्यो गराएर साथी चाहिँ पेट्रोल हाल्न गयो त्यही हो यो मान्छेलाई कुर्दा लास्ट ढिलो भयो चोर हो आज हामी धेरै भोक लाएर खाजा खाना भनेर बसेको फिक्स हुनु पऱ्यो नि ल हाम्रो चाहिँ अब खाजा खाएर होइन अब यहाँबाट निस्किसक्यो जोस् हेरौँ कति घन्टा पुगिन्छ चोक बनेको थियो कि अहिले त आमा कसम मान्नुपर्छ यार अब डुम्रे बजार नि आइपुग्यो होइन साथीहरू चाहिँ अगाडि छ अगाडि हेलो गाइज हामी फाइनली अब यहाँ बेसी सर आइपुगिसक्यो होइन
अनि त्यसपछि अब अहिले खानासाना खाएर अनि हामी घरले गाउँ भुजुङतर्फ लागिन्छ। आएर हाम्रो खाना पनि सबै रेडी भइसक्यो। अब ओहो खाइसक्यो फर्स्ट टाइम। स्वाद कस्तो छ बबाल छ होइन। ल म पनि सुरु गर्छु होइन। अचार चाहिँ तिम्रो ए यता महँगो बस्छ